हेलो एभ्रिवान, हजुरहरूलाई फेरि मेरो अर्को भिडियोमा स्वागत छ। आज चाहिँ बनाउन गइरहेछु म पास्ता है। यो चाहिँ के को पास्ता भने चाहिँ आटाको पास्ता है। यो चाहिँ स्पेसली म र छोरीको लागि बनाएको। हामी चाहिँ फ्राईवाले खाने अनि बाबाको लागि चाहिँ सुपवाले बनाएको थियो है। सो मैले यो आटाको पास्ता बनाउनु लागि चाहिँ के हालेको छु भने गाजर, सिमी, कोपी है, अदुवा अनि खोर्सानी हालेको छु। प्लसमा हालेको छु धनियाँ अनि पास्ता मसला। यसलाई चाहिँ मैले पुरा फ्राई गर्दैछु। फर्स्टमा चाहिँ मजाले पकाउँदैछु। अनि मैले अघि नै बोइल गरेर राखेको थिएँ आटा है। कौडी पनि भन्छ, तर कौडी चाहिँ हामी सुपवालेलाई भन्छ। त्यो चाहिँ हामीले बनाएन है, खाँदैन म र छोरी चाहिँ। छोरीले भनेको थियो फ्राईवाले बनाइदिनु भनेर फर्स्टमा, तर उसले लास्टमा चाहिँ है सुपवाले नै खाएको छ। मैले मात्रै खाएको छु यो कौडी चाहिँ। सो कसरी बनाएको छु हजुरहरूले हेर्नुहोस् होला है। मैले चाहिँ फर्स्ट सब्जीहरू सबै काटेर फ्राई गरेँ अनि हल्दी, लाल मिर्च, कलर अनि चाहिँ नुन मात्रै हालेको छु हल्का। अनि चाहिँ यसलाई पुरा फ्राई गरेको छु। हजुरहरूलाई कस्तो लाग्छ यो मेरो रेसिपी है? यदि मन पर्यो भने कमेन्ट गर्नुहोस् अनि हजुरहरूले कसरी बनाउनुहुन्छ त्यो पनि कमेन्ट गरेर बताइदिनुहोस्। यसलाई चाहिँ मैले पुरा फ्राई गर्दैछु है। सानो ग्यास गरेर फ्राई गर्दैछु किनकि सिमी पनि थियो है। सिमी चाहिँ हतपत पाक्दैन नि त, ढिलो पाक्छ नि त। त्यही भएर चाहिँ टमाटर चाहिँ हालेको छुइनँ किनकि यो मैले बेलुका बनाएको थिएँ, घाँटी दुख्छ भनेर टमाटर चाहिँ हालिनँ। अनि यो बोइल गरेको आटालाई है मैले फ्राई गर्दैछु। अब चाहिँ देख्नुमा त मिठै छ है, खानुमा पनि मिठै भएको थियो। मलाई चाहिँ मिठो लाग्यो। हजुरहरूलाई यस्तो मनपर्छ कि मन पर्दैन? यदि है हजुरहरूले खानु भएको छैन भने ट्राई गर्नुहोस्। जस्तै मैले त्यस्तै बनाएर एकदमै टेस्टी, हल्का चटपटे मिठो हुन्छ है। अनि आज चाहिँ हामी किन यो बनाएको भने चाहिँ हामी चाहिँ बेलुका रोटी खान्छ नि त, अन्त कन्टिन्यू रोटी खाँदै थियो। आज चाहिँ नखाउँ, रोटी भक्कै भइसक्यो भनेर चाहिँ हामीले चाहिँ यो बनाएको। अनि बाबा दादाहरूको लागि चाहिँ हामीले सुपवाले बनाएको थियो है। त्यसमा पनि कालो दाल, सिमला मिर्च, गाजर, भेजिटेबल सबै हालेर। अनि यो चाहिँ मैले नानीको लागि रेडी गरेको, वानीको लागि। तर उसले चाहिँ खाएको छैन, यो चाहिँ खाँदिनँ, सुपवाले चाहियो भन्दैछ मलाई, मानेन। त्यसको बाद चाहिँ मैले उसलाई सुपवाले हाल्दै फेरि उसले यस्तो सिमला मिर्चहरू हो, गाजर त खान्छ, सिमला मिर्चहरू चाहिँ खाँदैन। उसले प्याज, सिमला मिर्च हो। अनि उसको लागि चाहिँ मैले छानेर हालिदिँदै थिएँ। यो चाहिँ कालो दालमा हो, एकदमै मिठो हुन्छ। यसरी मिक्स भेजिटेबल अनि दाल हालेर खायो भने है सुपवालेमा एकदम टेस्टी हुन्छ। अहिले चाहिँ उसलाई टेस्टी भयो अरे, हेर्नु न। यो चाहिँ मलाई मन पर्यो भनेर खाँदैछ। र हल्का मैले त्यो चिली उयो हालिदिएको थिएँ कि, अनि त्यसको लागि यो सो मैले पनि खानु सुरु गरिरहेको छु है। धनियाँ हालेर, धनियाँ र मैले त्यो चिली ओइल हालेँ कम्ती। अनि म चाहिँ बेलुका पनि ब्ल्याक टी पिउँछु हो। मलाई चाहिँ आजकल पुरा चिया मात्रै खानु मन लाग्छ है। खाजाहरू खाँदिनँ म, चिया र बिस्कुट मात्रै भए खान्छु। म चाहिँ खानु सुरु गरेँ हो। दामी भएको छ भन्दैछु मैले। नानीलाई पनि ट्राई गर न यो फ्राई पनि भनेको, मन पराएन उसले चाहिँ भेजिटेबल्स डालेर देखेर हो। यो चाहिँ हो चिली ओइल। सो हजुरहरूलाई कस्तो लाग्यो यो मेरो भिडियो है? यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नुहोस् होला। थ्याङ्क यू सो मच, बाई बाई।